हजुर, नमस्ते। तपाईँलाई आज म एउटा जीवनलाई हामी कसरी बुझ्ने होइन? जीवनलाई कसरी बुझ्ने त? एउटा हुन्छ नि होइन? मान्छेहरूका अनेकौँ कुरा हुन्छन्। तपाईँहरू डक्टरसँग जानुहुन्छ। डक्टरसित जानुहुन्छ, तपाईँ बिरामी हुनुहुन्छ होइन? डक्टरले उसले पढेको, उसले लेखेको होइन? उसले पढे लेखेको, उसले बिरामीहरूको चेकअप गरेको होइन? आधारमा भन्छ, तपाईँ खाना ब्यालेन्सले खानुहोस्, स्वस्थ पानी खानुहोस्, पानी उमालेर खानुहोस् होइन? उसले त्यही हिसाबले हेरिराखेको छ क्या। उसको यो उसले गलत भनेको होइन, स्वस्थ रहनुहोस्, हरियो सागपात खानुहोस् भन्छ होइन। उसले त्यसरी नै जिन्दगीलाई हेरिराखेको छ। किन? उसको अगाडि हजारौँ बिरामीहरू आइराखेका हुन्छन् क्या। कसैलाई पेटको प्रब्लम होला, कसैलाई ग्यास्ट्रिकको प्रब्लम होला, कसैलाई नसा सम्बन्धी प्रब्लम होला होइन। उसले जीवनलाई त्यसरी चिनिराखेको हुन्छ क्या। कसरी बिरामीहरूलाई चाहिँ उपचार गर्ने, तिनबाट उसको प्राइभेट अब हस्पिटल छ भने त अब कसरी तिनीहरूलाईबाट चाहिँ अब धार्दै होइन, डोज औषधिको डोज बढाउँदै गर्ने अनि पैसा चाहिँ निकाल्दै गर्ने है। अर्को तपाईँहरू अब ठिकै छ, योग गुरुहरू अब यिनीहरूसँग जानुभयो भने उनीहरूले कुनै समस्या लिएर होइन, उनीहरूले जीवनलाई चाहिँ योगका हिसाबले चिनिराखेको हुन्छ होइन। बिहान योग गर्ने, साँझ योग गर्ने, 2 मिनट चाहिँ सासभित्र लिने, त्यसपछि उ गर्ने, त्यहाँदेखि कहिले उत्तानो पर्ने, कहिले ठाडाखुट्टा लाउने होइन, पुसअप गर्ने, सेटअप गर्ने। यसरी चाहिँ तपाईँ सुस्थ हुनुहुन्छ, दुरुस्त हुनुहुन्छ। स्वास्थ्यभन्दा ठुलो चिज केही पनि होइन भनेर भनिराखेको हुन्छ। उसले जीवनलाई त्यसरी नै हेरिराखेको छ क्या। एउटा हिसाबले त्यही प्रकारका मान्छे गइराखेका हुन्छन् कि उसँग। यसो गर्नुभयो भने तपाईँ अब यस्तो हुन्छ उस्तो हुन्छ भनेर लगाइदिइराखेको हुन्छ। त्यसले त्यसको पनि सोचाइदै हुन्छ क्या। एउटा व्यवसाय ठिक छ, व्यवसाय व्यापारीसँग जानुभयो भने उसले चाहिँ व्यवसाय गर्ने, मेहनत गर्ने, दिनरात चाहिँ लागिपर्ने होइन। फल्ना ठाउँ लाउनुहोस्, यस्तोमा पैसा फल्ना ठाउँ लाउनुहोस्, यसरी लाउनुहोस्, यस्तो गर्नुहोस्, यता जानुहोस् होइन, कम खर्च गर्नु, यसरी बचाउनुहोस्, यो व्यापार गर्नुहोस्। उसले यसरी बताइराखेको हुन्छ। तपाईँ अब उसले चाहिँ व्यापार गरिरहेको हुन्छ नि त, उसले त्यो क्षेत्रमा घुमिरहेछ र त्यसले जीवनलाई त्यसरी नै हेरिराखेको हुन्छ। एउटा शिक्षकसित जानुभयो, शिक्षकसित जानुभयो भने पढ्नुपर्छ, यस्तो गर्नुपर्छ, साइन्स लिनुपर्छ, म्याथ लिनुपर्छ, यति ट्युसन क्लास लिनुपर्छ है, त्यसरी यति पढाएपछि यसरी हुन्छ भनेर उसले चाहिँ अब जीवनलाई चाहिँ अब तपाईँ साइन्स पढ्नुभयो भने डक्टर बन्न सक्नुहुन्छ, प्रोफेसर बन्न सक्नुहुन्छ होइन। म्याथ लिनुभयो भने राम्रो प्रोफेसर बन्नु, जियोलोजिकल बन्न सक्नुहुन्छ होइन। उसले चाहिँ जीवनलाई त्यसरी नै हेरिराखेको हुन्छ। उसले जिन्दगी पढाउनमै लायो क्या। बिहान गयो पढायो, साँझै गयो, उसले जीवनलाई त्यसरी नै हेरिराखेको हुन्छ। र अर्को कुरो, साइन्टिस्टसित जानुभयो, ठिक छ, जीवन के हो त भने सोध्नु, उसले चाहिँ जीवनलाई चाहिँ यस्तरी हेर्नु है, हामीले पुरा नयाँ नयाँ खोज गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, मस्तै पढ्नुपर्छ होइन। हो क्या, मस्तै पढ्नुपर्छ एकदम, बिहानदेखि साँझसम्म ल्याबमा बसिरह्यो, एउटा ल्याब हुनुपर्छ आफ्नै होइन। धेरै पढ्नुपर्छ, उसले चाहिँ त्यही अनुसन्धान गर्नुपर्छ, पढ्नु मात्रै होइन अनुसन्धान पनि गर्नुपर्छ भनेर उसले बताइरहेको हुन्छ। किन? त्यसले जीवन त्यत्तिकै लागि व्यतीत गरिराखेको छ क्या। त्यसको सोचाइ पनि नराम्रो होइन, राम्रै हो क्या। अनि एउटा अब कोही अब गुरु महन्तसित जानुभयो भने फेरि उसले अर्कै पाराले जीवनलाई सम्झाउँछ। जीवन भनेको त्याग हो, दान गर्नुहोस्, धर्म गर्नुहोस्, अध्यात्मतिर अघि बढ्नुहोस् र तपाईँको यो जीवनलाई साकार गर्नुभयो भने तपाईँको अरू लाखौँ जीवनहरू तपाईँको लागि साकार बन्छन्। तपाईँको यो दुःख, यो पीडा होइन, यो समस्या भने पूर्व जन्मको क्रम हो, कर्मको फल हो। त्यसैलाई यो जन्ममा चाहिँ तपाईँले पुरा गर्नुपर्छ। त्यसले गर्दा तपाईँ आध्यात्मिक बन्नुहोस्, भगवानको प्रार्थना गर्नु होइन।
ए यो 108 चोटि ओम मन्त्र उच्चारण गर्नुहोस्, त्यसै तपाईँलाई रिलिफ मिल्छ। उसले जीवनलाई त्यसैले देखिरहेको हुन्छ, किनकि उसले आध्यात्मिक बाटो पढिराखेको हुन्छ, आध्यात्मिक बाटोमा हिँडिराखेको हुन्छ होइन, उसले जीवन त्यति नै बुझिराखेको हुन्छ क्या। ल ठिक छ, ल यिनी त ठिक छ प्रोफेसनलहरू चिज भयो, ल तपाईँ खेलाडीसित जानुभयो, खेलाडीले भन्छ प्र्याक्टिस मेक पर्फेक्ट, बिहानै उठ्नुहोस्, दौड्नुहोस्, उफ्रनुहोस्, तपाईँको टार्गेट के हो त्यता ख्याल गर्नु होइन। खेलाडीले चाहिँ त्यसरी हेरिरहेको हुन्छ कि जति तपाईँ अब खेल्दै जानुभयो, जति आफूलाई शारीरिक रूपमा स्वस्थ बनाउँदै जानुभयो नि, तपाईँ जुन टार्गेटलाई एचिभ गर्दै जानुहुन्छ नि, तब तपाईँको जीवन सफल हुन्छ र तपाईँ एउटा राम्रो खेलाडी बन्न सक्नुहुन्छ। उसले जीवनलाई त्यसरी हेरिरहेको हुन्छ क्या। ऊ बिहानै उठ्छ, दौडिन्छ, उसलाई जित्नु छ क्या, त्यसले गर्दा उसले जीवनलाई त्यसरी नै हेरिराखेको हुन्छ क्या। त्यही भएर जीवनको हेराइहरू भनेको धेरै प्रकारका हुन्छन्। तपाईँ हर व्यक्तिको आफआफ्नो हुन्छ क्या, भगाइ हुन्छ होइन, आफआफ्नो धारणा हुन्छ होइन, जुन फिल्डमा गयो त्यही धारणा बनाएको हुन्छ क्या उसले, किनकि उसलाई त्यो फिल्डको ज्यादा जानकारी हुन्छ, त्यसले गर्दा उसले त्यति मात्र हेरिरहेको हुन्छ, त्यतिलाई फोकस गरिराखेको हुन्छ होइन, उसले जीवनलाई त्यति सोचिराखेको हुन्छ क्या। वास्तवमा जीवन के त त्यो मलाई पनि थाहा छैन है के हो त नि जिन्दगी, व्हाट इज आवर लाइफ, त्यो मलाई पनि थाहा छैन है। त्यही भएर मैले कसले कस्तो भन्छ भनेर मात्र त्यो मात्रै चाहिँ भनिराखेको छु अहिले, मलाई पनि थाहा नभएर है। जिन्दगी 2 दिनको भन्छन् है, हुन त 2 दिन हो, 2 वर्षमा पनि 2 दिनै हुन्छ, एउटा रात हुन्छ, एउटा दिन हुन्छ होइन, 2 दिनै हो नि त। त्यसैले एउटा रात 1 दिन भयो, दिन 2 दिन भयो, त्यति नै हो। रात दिन गरी गरी हाम्रो जिन्दगी यत्तिकै जान्छ। अब समयसँग कतिखेर मान्छे बुढो हुन्छ होइन, कतिखेर बिरामी हुन्छ, कहिले अशक्त हुन्छ होइन, उसलाई नै थाहा हुँदैन क्या। यो प्रक्रिया चाहिँ अनन्त रूपमा चलिरहन्छ र हाम्रो पनि जीवन छ होइन, ठिकै छ, मानवीय अरू किरा पतङ्गको यो युनिभर्सको पनि जीवन छ क्या। ताराहरू टुक्रिन्छन् होइन, फेरि बन्छन्, फेरि ब्ल्याक होल बन्छ, त्यो ब्ल्याक होलले चाहिँ त्यो टुक्रेका ताराहरूलाई निल्दिन्छ, फेरि नयाँ ब्रह्माण्डको सुरुवात हुन्छ। पृथ्वी पनि 100औं चोटि ध्वस्त भयो, 100औं चोटि बन्यो होइन, त्यसले गर्दा यो हर चिजमा जीवन छ क्या। हामी सास फेर्छौँ, पृथ्वीले पनि त सास फेर्छ होला नि। त्यसले गर्दा जीवनको यथार्थ चिज चाहिँ अहिलेसम्म वैज्ञानिकले पनि पत्ता लगाउन सकेका छैनन्, आध्यात्मिक पुस्तकहरूमा लेखिएको छ होला होइन। लाग्दैन मलाई कतै लेखिएको छ, कतै देखिएको छ। हर कसैले जीवन जिएका छन् नि, त्यसैले मूल्याङ्कन गरिराखेका छन्, त्यसैलाई नै हो ठिक भनेर हिँडिराखेका छन् कि। कति सन्त महन्त होइन, कति वैज्ञानिकहरू, कति आध्यात्मिक गुरुहरू जन्मे मरे होइन, उनीहरूले आफ्नो धारणा चाहिँ प्रस्तुत गरे। तपाईँको पनि आफ्नो धारणा छ, तपाईँ आफ्नो धारणा प्रस्तुत गर्नुहोस्, आफ्नो पाराले आफ्नो जिन्दगी जिउनुहोस् होइन। हर कसैको भोगाइ अनुसारको जिन्दगी हुन्छ। जीवन भनेको त्यही नै हो क्या, तपाईँको भोगाइ हो। तपाईँ जसरी भोग्नुहुन्छ, जसरी देख्नुहुन्छ, त्यही नै तपाईँको जीवनको हो। फल्नाले यस्तो भन्थ्यो, उसले यस्तो भन्थ्यो, फल्नो अब यसो भन्यो भन्छन् नि, त्यो उनीहरूको धारणा हो, उनीहरूले बाँचेको जीवनको धारणा हो। जसरी अब यो कम्युनिस्टहरू छ नि, के अरे लेनिन यिनीहरू, उनीहरूले आफ्नो धारणा प्रस्तुत गर्ने काम गरे। प्रजातन्त्रवादीहरूले, भौतिक शास्त्रीहरूले आफ्नो धारणा प्रस्तुत गरे होइन, आध्यात्मिकहरूले आफ्नो धारणा प्रस्तुत गरे होइन।
तर तपाईँको जो जिन्दगी जिउनु भएको छ तपाईँको पनि आफ्नो धारणा हुनसक्छ र उनीहरूको धारणा मान्नुपर्छ भन्ने जस्तो लाग्दैन क्या मलाई कसैको। किन? तपाईँले बाँचिरहनु भएको जिन्दगी छ नि, जिन्दगी त्यही नै हो क्या। पाप पुण्य भनेको त हुँदै गर्छ। कसैलाई अब त्यही चिज पुण्य लाग्न सक्छ, कसैलाई त्यही चिज पाप लाग्न सक्छ। सकेसम्म सत्कर्म गरौँ होइन, कसैलाई हानि हुने काम नगरौँ। त्यही नै हो सबैभन्दा ठुलो जीवनमा चाहिँ, अरूले हानि हुने कार्य नगरौँ सकेसम्म है। नसके त अब कति त अब कसैलाई त्यही चिज पाप लाग्छ, कसैलाई त्यही चिज पुण्य लाग्छ। अब खै के भन्नु। हस् त, मैले पनि बुझ्न नसकेँ। हस् त ल, धन्यवाद। कसैले बुझ्नु भएको छ भने यसो कमेन्ट गरिदिनु होला।